के भयो ओइ ला हेलो गाइज वेलकम टू माई न्यू डे विथ मी ब्लग है आज चाहिँ ट्याक्कै बडी छेड देखाएर बसेको होइन अब चाहिँ आज चाहिँ हप्तामा मेरो छुट्टी हो आज चाहिँ होइन यो हप्ता चाहिँ आज चाहिँ मन्डेको छुट्टी परेको थियो ट्याक्क अब नुहाउने कपडा धुने गर्नु भन्छ ट्याक्क भर्खर उठेको म चाहिँ अब कति बजे होइन छुट्टी दिन चाहिँ पुरा छुट भयो 5 बज्न आइसक्यो होइन अब चाहिँ ट्याक्क भर्खर उगाएर भर्खर खानसाना खाएर अब चाहिँ नुहाउने कपडा धुने गर्नुपर्छ सो अब चाहिँ के हुन्छ ट्याक्क हेर्नु है नुहाउने कपडा धुने गर्नुपर्छ अनि ट्याक्क बाहिर चाहिँ आज के पूजा रहेछ होइन यस्तो खानासाना खान गएको यस्तो बाहिरतिर अनि पूजा रहेछ होइन के पूजा भएको अनि हल्का फुल्का यस्तो उगाएर चाहिँ अहिले जान्छु म चाहिँ होइन एकछिनपछि कस्तो हुन्छ के हो म सब देखाउँछु ओके लेट्स गो सो नुहाएर पनि आयो ट्याक्क है अब चाहिँ ट्याक्क नुहाएर आयो सब लगाउनु पऱ्यो ट्याक्क बाहिर जान ट्याक्क रेडी हुनु पऱ्यो कस्तो हुन्छ बाहिर के को उला आएको त्यहाँ कतितिर के भन्छ भने पूजा छ होलीको होली कतिखेर आज कतिखेर भोलि पर्सि हो नि पर्सि होली हो ट्याक्क होइन त्यही भएर चाहिँ त्यो बाहिर उयो भयो रहेछ पूजा भयो रहेछ ट्याक्क म देखाउँछु मलाई थाहा छैन के पूजा हो नि होलीको अरे ठिक छ ल होलीको दिन चाहिँ के हुन्छ त्यस्तो भिडियो चाहिँ आउँछ होइन होली दिन त हाम्रो 1 बजी हो नि ड्युटी 1 बजी ड्युटी छ ट्याक्क होलीको यताउता भिडियो बनाएर अनि फेरि त्यसो चल्पा हान्नुपर्छ ल त्यही हो लेट्स गो कपडा सपडा लाउनु पऱ्यो रेडी भनेको यति हो ट्याक्क टी सर्ट लगाऊ होइन यो प्यान्ट यही नै हो ट्याक्क यो ज्याकेट लाउनु पऱ्यो ट्याक्क है यही हो रेडी भने त्यस्तै हो ट्याक्क बोडी देखिन्छ नि त हल्का ल यही चल्पल म चाहिँ होइन म कति 4-5 साल पहिला पनि म त्यति नै 60 केजी नै थिएँ अहिले पनि 60 केजी नै छु 1 केजी बढेको छैन कि यत्रो 4-5 सालमा त 1 केजी नै तल माथि हुनुपर्ने बढ्ने घट्ने केही भएको थिएँ कहीँ म पनि तल पर्छु किन ल ट्याक्क रेडी भयो है जानु पर्यो सर बाहिर चलो लेट्स गो सो यही हो फुल लुक्स केही छैन म त्यस्तो केही उता लाउने कपडा सपडा यता त केही छैन नर्मली हो जस्तो हिँड्छु होइन त्यस्तै नै हो अब यसो बाहिर चलबल हाल्न जानु पऱ्यो के हुन्छ म चाहिँ यता राम्रो यता लाएर हिँड्ने होइन पहिला चाहिँ मैले राम्रो लाएर हिँड्ने यता लाग्थ्यो होइन अहिले चाहिँ म जस्तो जे छ नि त्यसैमा कि पहिला अहिले जुत्ता नलाइकन यसो कहीँ जानु पऱ्यो भने जुत्ता लाउनु पर्ने रेबिन राम्रो तर आजभोलि चाहिँ मतलब लाग्दैन म चप्पल लाएर हिँड्छु म चप्पलै लाएर हिँडेँ अहिले चप्पल लाएर जानु लाग्छ म चप्पल लाएर जानु लाग्छ म पाल लाग्दैन अब चाहिँ पहिला समयअनुसार सबै बदलिनु रहेछ आफ्नो उयोहरू होइन सबैबाट मन भरेको कि पता नि कस्तो सबैबाट ल त्यही हो हाम्रो चाहिँ रुमहरू त्यति राम्रो छैन होइन त्यो चाहिँ होटलले दिएको हामी त्यही बस्छौँ हामी चाहिँ काम गर्ने अब सेलेरी ल्याउने बस्नलाई खानालाई चाहिँ टेन्सन छैन ट्याक्क होटलले दिएछ होइन त्यही हो अरूले दिएको रुममा अब आफूले पैसा लगाएको भए चाहिँ राम्रो हुन्थ्यो होला होइन अब अरूले दिएको रुममा चाहिँ बस्दाखेरि चाहिँ अब जस्तो भए पनि म्यानेज गर्नु पऱ्यो त्यही हो यो बनाउने त हामीले राम्रो पनि बनाउन सकिन्छ तर पनि पैसा कमाउन आएपछि खर्च केर गर्ने भन्ने चाहिँ हाम्रो त्यो कन्सेप्ट हुन्छ कि त्यही भएर पैसा बचाऊ चाहिँ जस्तो छ त्यस्तै होइन रमाउँ भएर चाहिँ पछि चाहिँ देखाउनु पर्छ तर अहिलेलाई चाहिँ पैसा कमाउनु बस त्यही नै हो पैसा कमाउन आएपछि पैसै कमाउनु पर्छ कि होइन सेभिङ गरेर ट्याक्क देखाउनु टाइम पनि आउँछ देखाउनुपर्छ सबैले ल त्यही हो सबै ल चलो लेट्स गो अहिले चाहिँ अँधेरो हुन लागिसकेको छ होइन अँधेरो हुन लागिसकेको छ त्यही भएर राम्रोसँग नदेखियो होला होइन धमिलो देखियो होला केही छैन भइहाल्छ कस्तो हुन्छ बाहिर गएर यसो ट्राई गर्छु होइन राम्रो भएछ भने राम्रो निकाल्छु लेट्स गो ट्याक्क हाम्रो यहाँ चाहिँ सब्जी मार्केट छ होलीको सबैले स्कुल टाइममा त स्कुलहरूले सबैले होलीको यताउता गरिसकेको छन् होइन सबैले होलीको मनाइसकेको छन् कि मान्छे स्कुलमा भेट हुन्न नि त अब भेट हुन्न नि त स्कुल टाइममा भेट भयो अब भेट हुन्न नि त त्यही भएर सबैले होलीको टिका लगाइसकेको छन् कि यहाँ चाहिँ यस्तो भयो क्या ट्याक्क होलीको होइन बवाल पूजा गरेको मलाई थाहा छैन के भयो थियो अघि आएर देखेको थिएँ मैले चाहिँ होइन अहिले चाहिँ बोलाएको गरेको ट्याक्क होलीको लागि चाहिँ बवाल निम्बु सिम्बु गोबर ट्याक्क बवाल पूजा गरिराख्नु ल सही हो आफ्नो परम्परा चाहिँ मान्न पर्छ कि ठ्याक्क होइन यो चाहिँ सही हो फ्रीमा परे पनि यहाँ पाइन्छ
मुलाहरू ट्याक्क सब्जीहरू पुरा यहाँ मन्डी लाग्छ कि सब्जी जे पनि सब्जीहरू लिनु पऱ्यो भने यहाँ ट्याक्क होइन रुमबाट बाहिर निक्ल्यो सब्जीको दोकान रुमबाट बाहिर निक्लिनु बित्तिकै सब्जी के लिनु मन चाहिँ पऱ्यो होइन ट्याक्क टुक्का ल्यायो बनायो खा आफूले जे मन लाग्यो मतलब टाढो जानु पर्दैन यतै सही हो यतै फेरि मासु पसलै छ नजिकै मासुको लागि पनि टेन्सन छैन सही अहिले रात परिसक्नु लाग्यो होइन अँधेरो अँधेरो हुँदैछ 6 भइसकेको छ यसो पार्कतिर जाऊँ न कस्तो हुन्छ होइन पार्कमा त ढोकासोका बन्द गरेँ नि त ल आफ्टर लङ टाइम म होइन धेरै टाइम पछि चाहिँ म यहाँ पार्कमा आएको यहाँबाट चाहिँ बन्द गरेको छैन होइन यहाँ चाहिँ म चाहिँ यताबाट घुमेर जान्छु म त्यहाँबाट जान्न हो त्यो त्यहाँ नागेर गइरह नि तर म त्यहाँबाट चाहिँ जान्न म जान्छु यताबाट म चाहिँ यो ठाउँमा अहिले मैले जुन ठाउँमा काम गरिरहेको छु नि यो ठाउँ चाहिँ मेरो लागि पुरानै हो कि मैले पहिला पनि उ गरिसकेको म यहाँ घुमिसकेको पहिला सबै यो ठाउँमा मैले पहिला कति 9-10 हजारमा काम गर्दाखेरि म त्यति बेला चाहिँ यहाँ घुमिरहेको मैले पहिला पनि काम गरेको अहिले फेरि पनि त्यही ठाउँमा मतलब होटल चाहिँ अलग हो तर त्यही ठाउँमा चाहिँ काम गरिरहेको अब चाहिँ त्यही बस्ने रुमहरू पनि धेरै टाढा हलतिर पलतिर छन् होइन पहिले बस्नेदेखि त्यही हो यहाँ आइरहन्थेँ पहिला अहिले चाहिँ स्याक्क म देखाउँछु है जस्तो पहिला थियो अहिले पनि त्यस्तै छ त्यसपछि चाहिँ म बेङ्गलोर गएँ होइन गुजरात गएँ धेरै ठाउँ गएर आइसक्यो त्यही हो अँधेरो भइसक्यो धमिलो आएको त्यही भएर होइन राम्रोसँग नि आएन होला क्यामेरा ठिकै हो त्यही पनि म चाहिँ होइन मसँग कुनै अरू ठुल्ठुलोहरू भिडियोको लागि क्यामेराहरू गोब्रो सोब्रो केही छैन अनि नर्मल म आफ्नो एन्ड्रोइड फोनबाट एडिट गर्छु अरू क्यामेरा पनि त्यसैको युज गर्छु र अलि पछि चाहिँ राम्रो हुँदै गयो भने चाहिँ म चाहिँ कति धेरै नै थोरै टाइममा नै बनाउँछु होला जति सक्दो म कोसिस गर्छु होइन जति सक्दो छिटो गर्छु त्यसको लागि चाहिँ एउटा क्यामेरा अनि ल्यापटप अनि फेरि राम्रो सेटअप गर्छु म त्यही हो सरफ यता आइयो ए यो सरफ पहिला पनि आइराखिन्थ्यो कि हामी त्यो भित्र मतलब त्यस्तो राम्रो होइन यहाँ छनाल बनाएर सुरुमा चाहिँ राम्रो बनायो होला होइन पछि यसलाई चाहिँ राम्रो बनाएर साफसुफ गरेर राखेको छैन कि आन्टीहरू बसेर ट्याक्क रमाइलो कुरा गरिरहेको छन् आफ्नो आफ्नो होइन सही हो यहाँ चाहिँ यस्तो छ सब बुढाहरू बस्यो भने यताउता मन छ सबै बसेर तास खेल्ने यताउता गर्छ नि यहाँ चाहिँ होइन तास खेल्ने रमाइलो बुढाहरू मात्र भर्खर गए मस्त यस्तो कुरा गरिराखन् म त यता बसेर होइन ट्याक्क अनि उता बुढाहरू फेरि मस्त आफ्नो तास खेलिरहन् सबैले आफ्नो आफ्नो छ क्या चलपल छ आफ्नो रमाइलो गरिरहन् कति मस्त बसेर फोनमा बोलिरहन् है अब गर्लफ्रेन्ड सर्लफ्रेन्ड होला घरतिर होला जस्तो भए पनि ठिक छ होइन रमाइलो तास खेलिरहन् लेट्स गो जाम यतापट्टि जाम कस्तो हुन्छ भिडियो गराउँथ्यो होला होइन लामो भिडियो गराउँथ्यो होला सबै नेपाली दाइहरू बस्नु रहेछ अलि अप्ठ्यारो लाग्यो क्या पाउन पनि अप्ठ्यारो लागिहाल्छ नि आफ्नै गाउँतिर भेट्यो भने अब बाहिर आएर अलि यतिकै बोल्न चाहिँ सही लाग्छ होइन तर भिडियो सिडियो यताउतामा चाहिँ अलिक गाह्रो हुन्छ त्यस्तै हो यही हो सबैले रमाइलो गरिरहेन आफ्नो आफ्नो ठाउँमा सो त्यही हो अब चाहिँ जानुपर्छ यसो गएर फ्रुट ल्याउन बन्छ 2-4वटा गएर फ्रुट ल्याउँछु है ट्याक्क खाना पर्छ कहिले कहिले डाइट पनि खानु पऱ्यो नि त सधैँभरि यस्तो खाएर पनि भयो नि त होटलमा चाहिँ कहिले के खान्छ कहिले के खान्छ फ्रुटहरू चाहिँ यताउता त्यति खाइन्न नि त त्यही भएर यतातिर ल्याएर ट्याक्क खानुपर्छ मस्त होइन यति सानो फोनमा पनि हामी पनि पहिला सानो फोन युज गरेको कि होइन सानो फोनमा ट्याक्क फोनमा बोल्दै हिँड्दै गर्छन् मैले पनि पहिला युज गरेको होइन त्यही पनि कलेज दिएको थियो माथि अङ्कलले दिनुभएको थियो क्या मैले त्यो पनि युज गरेको त्यही हो चलो फ्रुट पनि ल्याएँ होइन ट्याक्क अब चाहिँ गएर यसो खानुपर्छ सो त्यही हो कहिलेकाहीँ यसो डाइट पनि खानु पऱ्यो नि त जहिले होइन चाउमिन फ्राई राइस भात खाँदा हामीले कहिले पनि रोटी खान्न कि हाम्रो होटलमा चाहिँ कहिले रोटी बन्दैन आएदेखि होइन पहिला काम गर्ने ठाउँमा चाहिँ खान्थेँ तर यहाँ चाहिँ पाइन्न रोटी होटलमा त्यही भएर कहिलेकाहीँ बाहिर खाइन्छ होइन खाइयो भने रोटी त त्यही भएर आज चाहिँ सम फ्रुट्स यति होइन धेरै चाहिँ नलिउँ अच्छा यति काफी छ एक्लै खाने हो एक्लैलाई ठिकै हुन्छ अहिले थोरै खाने एकछिन गरेर ल त्यही हो चलो होलीको चाहिँ दामी भ्लग आउनेवाला छ है हेर्न नबोल्नु होला सबैले त्यही हो के हुन्छ होलीको दिन होइन ट्याक्क म सब देखाउँछु रमाइलो हुन्छ जे होस् है रमाइलो नै हुनुपर्छ के हुन्छ ल
गर्न चाहिँ नभुल्नु होला होइन, लाइक कमेन्ट सेयर सब्सक्राइब चाहिँ गर्न नभुल्नु होला। सो लेट्स गो, के हुन्छ होइन। म पछि यो भ्लग चाहिँ भोलि आउँछ होला सायद, होलीको भ्लग चाहिँ होलीको अर्को दिन आउँछ होला। सो हेर्न नभुल्नु होला। ओके लेट्स गो, बाई बाई एभ्री वान।